मेरो छोरीको पहिलो जन्मदिन जोआनाको अनि यो चाहिँ हामीले मे 8मा चाहिँ हामी घर फ्यामिली सबैजना मिलेर घरमै केक काटिदिएको थियौँ। त्यो रमाइलो भयो त्यो उसको पहिलो वर्षमा हामी सबै परिवार मिलेर उसलाई सरप्राइज दिएर सानो केक काटिदिएको थियौँ। अनि मे 16मा चाहिँ हामीले चर्च हलमा ठुलो सेवासँगै हामीले चाहिँ उसको फर्स्ट बर्थडे सेलिब्रेट अनि बर्थडे सँगसँगै उसको डेडिकेसन पनि हामी सेलिब्रेसन गरेको छौँ। सबैजना मिलेर हेरिदिनु होला अनि मेरो छोरीलाई ह्याप्पी वान्स बर्थडेको चाहिँ विस गरिदिनु होला। Happy birthday, dear Joanna. Happy birthday to you. Loudly. Fighting. Alego ya, lo. Al fighting muka. मेरो ब्लग अब यो 16 तारिकमा जोडिएर आउँछ बर्थडेको छोरीको। हेलो दिदी पापाहरू यता हाम्रो आमा सुँगुरको मासु थुक्पा यता हाम्रो पापाले खाइरहनु भएको छ। यता भेनाजु यता दिदी यता दिदी नानाले चाहिँ प्याज नाना गुड भयो कैसा है जीजाजी अच्छा है बढ़िया है बनाउने मान्छे चाहिँ यता हाम्रो सुन्दा नाना हाम्रो आमा यस्तो छ। अब 16 तारिक झन् खतरा हुन्छ अब खाइन्छ। हेलो हाई अनि नमस्ते। आज म मेरो युट्युब च्यानलमा लङ टाइम पछि फेरि ब्याक आएको छु। आज चाहिँ मेरो छोरीको 1 इयर बर्थडे सेलिब्रेसन गर्नको लागि फेरि नयाँ ब्लग लिएर आएको छु। हेरिदिनु होला। यहाँ यस्तो भइरहेछ बजार। यहाँनिर हामी चाहिँ चर्चमै गर्दैछौँ। चर्चमा डेकोरेसन स्टार्ट हुँदैछ अनि छोरीको 1 इयर पहिला बेबी सावरमा ब्लग पोस्ट गरेदेखि लङ टाइम 1 इयर भइसकेछ छोरी जन्मेको। अनि फर्स्ट बर्थडे हामी सेलिब्रेसन गर्न गइरहेछौँ हामी चर्चमा। यता सामानको बजार छ यहाँनिर। यता हाम्रो भाउजू स्टार्ट गर्दै हुनुहुन्छ डेकोरेसन। भाउजू यता आयो भनिदिनु। हाम्रो डेकोरेसन चाहिँ यता मेरो कान्छी भाउजू यहाँ अनि यहाँको हाम्रो स्ट्रगल चाहिँ यस्तो छ। यहाँ चाहिँ म चाहिँ चेयरमा कभर लाउँदैछु अनि फर्स्टदेखि लास्टसम्म भनेर साथ दिनु होला। अनि मेरो छोरीको बर्थडे फर्स्ट बर्थडेलाई सबैजनाले विस गरिदिनु होला भन्दै अब चाहिँ हामी दमादम यहाँ डेकोरेसन थाल्छौँ। अनि डेकोरेसन
सुरुदेखि अन्तिमसम्म कस्तो हुँदो रहेछ म हजुरहरूलाई लास्टमा पनि देखाउने छु डेकोरेसन है त यहाँ यस्तो छ बजार यहाँ इस कहिले मिलाइ कति घन्टा लाग्छ मिलाइसक्नु थाहा छैन र चाहिँ अब हामी डेकोरेसन दम्मादम म एकछिनबाट भेट्ने छु बा हाम्रो डेकोरेसनको कार्यक्रम यस्तो हुँदैछ हेलो यिनी चाहिँ मेरो दाजु मान्छे दाजु यता हाम्रो भेनाजु चियरमा कभर लाउनु बिजी हुनुहुन्छ मास्क लगाएर नचिन्ने भएर यता यस्तो हुँदैछन् आधी उधी हुँदैछ यता चियर लगाएर यस्तो छ टेबलहरू ओछ्याउनु बाँकी नै छ अझै यसरी यहाँ लगायो अझै यहाँ यस्तो छ बजार सामानहरू डेकोरेसन अझै हुँदैछ बिस्तारै छोरीको 1 वर्ष बर्थडे खतरा हुनेछ आज डेकोरेसन एकछिनमा अलिअलि देखाउँछु है त यता यहाँ हाम्रो काम यहाँ चियरमा कभर लाउने भइरहेछ यतिको हुँदैछ हाम्रो डेकोरेसन अझै जारी छ यहाँ हाम्रो सर बिजी हुनुहुन्छ यहाँ यतिको बनायौँ यहाँ हाम्रो भाउजू नि यता बिजी डेकोरेसन गर्नुको लागि उहाँलाई सम्पर्क गर्नु होला कन्ट्र्याक्ट गर्नु होला यहाँ डिएम गर्नु होला यता अब यो अझै यहाँ सकिया छैनन् यता हाम्रो बिचरा हाम्रो भेना एक्लै गरेर जानु भएको छ यता सकेको छैन नि भेना लम्बा जान्छ यता फुलबहादुर सरले उहाँ गर्दै हुनुहुन्छ यता यहाँ अब यहाँ सबै भइसकेर अन्तिममा देखाउनेवाला छु हाम्रो चाहिँ यस्तो हुँदैछ यहाँ है यतिको भयो डेकोरेसन अब अझै यहाँ हुनु बाँकी नै छन् यहाँ छ मेरो छोरी चाहिँ वन्स बर्थडे हजुर यहाँ छ इन्भिटेसन हाम्रो 1 वर्षको यहाँ खानेकुराको तयारी हुँदैछ अझै भइसकेको छैन डेकोरेसन चाहिँ यतिको यहाँ अझै हुनु बाँकी नै छ डेकोरेसन सकेको छैन यहाँ चाहिँ खाने ठाउँ चियरहरू यस्तो छ यतिको यहाँ भइरहेछ डेकोरेसन यता यतिको छ यता पनि छ अझै खाने ठाउँ यहाँ पनि छ डेकोरेसन यता यहीँ ठक्क यता आएर चाहिँ यहाँ छ यतिको हजुर अब जाने यहाँ फाइनल भइसक्नु बाँकी छ अब एकको भइरहोस् जिम्मेवारी तरिकाले परमेश्वरको राज्यमा हामी हुर्काउनेछौँ भनेर यो ह्याप्पी बर्थडेको बिट चाहिँ बसोस् है Thank you. Give a big applause. Thank you. Awesome. 1 year old, she knows what's happening.
थ्याङ्क यू। ल अब नानीलाई के कार्य खुवाउँ। के खानु अन्डा खानु भयो समय चाहिँ खानाको कार्यक्रम हुँदैछ। हामी सबै परिवार, हाम्रो मण्डली परिवार अनि मेरो फ्यामिली अनि मेरो हस्बेन्डको फ्यामिली सबै मिलेर छोरीको केक काटिसकेर हाम्रो चाहिँ यो खानाको समय भएको छ। अनि म अन्तिममा हजुरहरू सम्पूर्ण मेरो मण्डली परिवार अनि मेरो फ्यामिलीलाई धेरै धेरै धन्यवाद। यो छोरीको फर्स्ट बर्थडे यति सक्सेसफुल बनाइदिनु भएकोमा थ्याङ्क यू सो मच।